यो त मतिर देखो खिचिराखे छ त्यो सरले कता खिचेको मम्मी ज्याकेट यता नि एउटा है कुसुमलाई तपाईले लाउनु मम्मी यता पुगेन कि तपाईँलाई पनि पुगेन मम्मी तरिहाल्नु नकुर्नु एउटा चाहियो नि त 10 भइहाल्यो सबैले छ त बस हाम्रो सबै आयो बाँकी छ ल छिटो ल यति हाम्रो ग्रुप टी-शर्ट खोइ त टी-शर्ट हराउला फेरि अलि छेउ दुई साइड बस है ब्यालेन्स मिलाएर A few moments later, a few minutes later, a few inches later. तिमीले चलाउन सक्दैन रे अलि यता सर बिचमा सर तिमीले जान्दैन जोडसे मारो रन करा इसको यहाँ बसेको तान्नु पर्यो हामी आज बुधेतालमा रोपाइमा हेर्दैछौँ रोपाइ महोत्सवमा ह्याप्पी असार 15 सबैजनालाई
तपाईँको फोन दिनु मारो जल्दी गर पानी पस्दो रहेछ मेरो मोबाइल गयो नि हाम्रो त दिँदै नदिएर जोर लगा के हाय से जोर लगा कहाँ छोडेर गयो थियो बाबुले माइले तिमीलाई कोहीको मोबाइल त छ है यहाँ खेला पानी मजाले दौडी तिम्रो घर छोडेर मैले कहाँ गयो रनिङ हानो रनिङ फास्ट गयो ल है फास्ट गइरहेछ है छेउबाट जाऊ उताको छेउबाट कस्तो सफा रहेछ है पानी बिचबाट जाँदा डराउँछ होला भने छेउबाट ल्याएको ढङ्गडोमा थाहा यहीँबाट घुम्ला त्यसो लाग्यो घुम्यो बिचमै लाग्यो माथिबाट हो के घुम्ने फर्के छिटो किन फर्क्या सर उहाँ भाइहरूले अब हामी खिच्छौँ यहाँबाट कहाँ जाने र पानी चाहिँ सफा झारो यो माटो छ यहाँ बिचमा डिस्को हो खै किन ढिस्कै त होला न त उहाँ छेउको त सर्छ अरे के अरे कुन सर्छ पानी देऊ डिस्को त होइन माटो पो बाबु एउटा मान्छेले क्या भेनाजुलाई आउनु साथी आउनु भनेर त लएर मार गाडी अङ्गल हालेर भेनालाई सोच्दैदेखि त गाडी कस्तो यो हिँडेको जस्तै देखिरहेको मैले यति त्यो हिँड्यो भने कि हाम्रो हिँडेको अब घुम्ने होला घुम्यो फेरि हामी मात्र थिए पालो पुरै यहाँ हामी कति बेर पुऱ्यौँ हामी उता छ घुम्ने ठाउँ तपाईँ यता हाल्नुहोस् उल्टो हान्नु हो माझी दाइहरू गतिला परेन भाग्य त जान्थ्यौँ हामी त हान्छौँ अहिले कता हो त्यही बस्यो भने फेरि यतै फर्किने हो भयो तपाईँहरू नचलाउनु उतै गयो त जाने त्यतै हो हान्नु अब दिवस त्यसरी होइन कता हान्नु भएको
लाइफ ज्याकेट लगाएको त केही फरक पर्दैन त नाच्नु भएर नि सल्लाह जस्तो गऱ्यो त्यस्तो गरेर नि दिवस सर फोटो भिडियो यो पानीबाट बाहिर निकाल्नु तातेको फोटो मात्र लाइफ ज्याकेट नलाग्ने यत्रो जान खाँदैन सबैले समात्छु सबैले जानलाई स्पिड भयो कि छिटै पुग्नेला यो ज्याकेट खुल्ने हो झरेर खुल्ने रे झरेर जाऊ को सुन जाऊ
बस्नु एकछिन हामी पालै आएको एकछिन मातिनुहोस् मम्मी जाने अब त्यो आमा मम्मीसँग मम्मी यो भोट आजलाई मात्रै ल्याएको यार अब चाहिँ हामी यहाँ भ्याइएर अब घर जान लाग्यो राफ्टिङ पनि गऱ्यो एकदमै मजा भयो अब चाहिँ घर जान लाग्छ भने चाहिँ सबैजनाको शान्तिको धेरै धेरै शुभकामना अब घरतिर जान लाग्छ है साथीहरू एकदमै स्टेजमा अलिकति धेरै नै हुनुहुन्थ्यो अनि स्टेजले थाम्न नसक्ने भनेपछि अहिले सबैलाई तल पठाउनु भएको छ तर बसेर पनि रमाइलो गर्न सक्नुहुन्छ नाच्न सक्नुहुन्छ हाम्रो दिदीबहिनी दाजुभाइले एकदमै तल बसेर रमाइलो गरिराख्नु भएको छ एकदमै खुसी लागिरहेको छ अहिले पनि ट्र्याकको डाँडामा उहाँहरू जनता छन् सबैजना नाचेर साथ दिनु नाचेर पनि रमाइलो गर्न सक्नुहुन्छ
उहाँहरू चाहिँ नाच्न सक्नुहुन्छ तपाईँले झन् सजिलो खाले नवाच्नु त्यो भाषण सर्दिनु गाडीले पनि जाने उपस्थित सम्पूर्ण आमा दिदीबहिनीहरू यो असारे रोपाई र दुर्गा बुढामा प्रतियोगिता सुरु हुन गइरहेको हुँदा सर्व संयोजन हार्दिक अनुरोध गर्दै अब केही समयमा यो रोपाई प्रतियोगिता पनि सुरु हुने जानकारी गराउँछु। धन्यवाद। हजुर अङ्कल क्यामेरा हातमा बुढा पानी लिएर आउन दुईटा अङ्कल अङ्कल अब चाहिँ हामी घरतिर फर्क्यौँ। भ्याइयो हाम्रो चाहिँ हिलो मेला चाहिँ एकदमै रमाइलो भयो। धेरै पछि राफ्टिङ पनि गऱ्यौँ। मुना लेकमा राफ्टिङ गर्दाखेरि एकदमै मजा आयो साथीहरू। थ्याङ्क यू सो मच वाचिङ। अब होटेल गएर हामी चाहिँ दही चिउरा खान्छौँ। त्यसपछि भिडियो भ्याइदिन्छु। नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला। हेरी दोकान भनेको क्या हेरी आउँदै हुनुहुन्छ त्यहाँ दुईटी ठोकिनु पर्ने कि कस्तो उचाल्नु पर्यो यो नपाइकन